आज म भरिसकेको टिचर लाइसेन्सको नियमावली तहको फर्मलाई ओपन गर्ने तरिका सिकाउन गइरहेको छु। यसको लागि गुगल नभए क्रोम ब्राउजरमा गएर यसलाई ओपन गर्न पर्छ। मैले यहाँ क्रोम ब्राउजरबाट ओपन गर्न गएँ। जस्तै मेरो यहाँ रहेको छ क्रोम ब्राउजर। गुगल लगाएको ठाउँमा ल मैले यसलाई क्लिक गरेँ। अब यहाँ सर्च अप्सनमा गएर त्यो टिचर लाइसेन्सको वेबसाइट लिंक राख्ने। यहाँ मैले यस लेख्ने बित्तिकै माथि पुरै लिंक नै देखाइसक्यो, किनभने मैले यसलाई पहिले पनि यो लिंक राखेर लगइन गरेको थिएँ। त्यही पनि म यहाँ सिकाउन गइरहेको छु, त्यही भएर फेरिबाट यो लिंकलाई राख्न गएँ। यस लेखिसकेको छु। अब TTPS डबल डोट वाला यो राख्ने अनि दुईटा स्ल्यास licence.tsc.gov.np लिंक पुरै लेखिसके। अब सर्च गरेँ। मैले सर्च गरेँ, यहाँ अप्सन आइसक्यो। यसले अलिकति जुम गरेँ। यहाँ बिचमा देख्नुभयो होला एकाउन्ट लगइन एन्ड रजिस्टर। अलिकति यहाँ छ एकाउन्ट लगइन एन्ड रजिस्टर। यहाँ देख्नुभयो होला, यसमा क्लिक गर्ने अनि यहाँ देखिराख्नुभयो होला जीमेल एड्रेस र पासवर्ड राख्न भनेको छ। यो एकाउन्ट बनाउँदाखेरि जुन जीमेल एड्रेस राखिन्छ त्यो जीमेल आइडी हो, अनि तपाईको पासवर्ड जुन बनाउँदाखेरि राखेको हुन्छ एकाउन्ट, त्यही पासवर्ड राख्ने हो। जस्तै म एउटा जीमेल आइडी र पासवर्ड राख्न गएँ। ल मैले यहाँ जीमेल आइडी र पासवर्ड राखिसकेँ। सिक्युरिटीका लागि मैले यो अलिक ब्लर गरेको छु, पासवर्ड हाइड गरेको छु। ल मैले यसलाई लगइन गरेँ।